फेरि पनि हामी दुईजना चाहिँ लाग्यौँ जङ्गलतिर। तपाईँहरूलाई थाहै छ हामी जङ्गल चाहिँ किन जान्छौँ भन्ने कुरा है। आज बस्तीमा बसेपछि सुँगुर पालेपछि त जङ्गल नगई त धरै पाइएन। सबैलाई स्वागत छ मेरो यो सानो छोटो भिडियोमा र गाउँले जीवनको भिडियो लिएर आएको छु। तपाईँहरूलाई मन परे हेरिदिनुहोस् होला। न्यु खोज्नु बाइक केही पनि जान्दैन, सुरु भइहाल्छ। क्यामेरा राखेँ कि अब अन राख्नु पर्यो। क्यामेरामा सिधा हुनु न्यु खोजेर मलाई त म त न्यु खोजेर मोटाएको होला होला यदि हावाको हुँदैन मलाई न्यु खोज्नु बाइक केही छैन। सुन्नुहोस् है कन्टेन्ट तपाईँहरूले सन्तोष भने हुन्छ मान्छेको सेटिस्फ्याक्सन भन्ने क्या राम्रै के कुरो पनि छैन के भएन कस्तो भएन मेरोमा यस्तो यस्तो बेसी सुनेर कि मलाई त भिटामिन पो लाग्छ त आजकल त गनगनको त पुरा हाँस उठ्यो तपाईँलाई। के खोजेको अरे कुर्ताको नाम के अरे नि अब यस्तो के छन् म चाहिँ एउटा अनलाइनमा दामी कुर्ता देखेको थिएँ नि त कि मलाई त्यही चाहियो भनेको थिएँ कि खोजेको थिएँ नि। JLOSIH के हुन्छ अन्त कुर्ताको नाम अरे अन्त के भन्दै के कसरी खोज्नु अन्त सिरियस खोज्दैछ ल। अप्ठ्यारो नाम चाहिँ मैले कसरी खोज्नु यो चाहिँ को हुन्छ नि त्यो तपाईँको जिम्मा साह्रै धम्कायो नि त तपाईँले मलाई। लाभामा जानुपर्छ उसमा। फाइनली हामी यहाँनिर आइपुगिसकेको छौँ। यो चाहिँ माइपाते भिलेज। रेडी भइगयो हिरो हो। यहाँको मौसम चाहिँ छ डुस्सै परेको। तपाईँहरूलाई भन्नै पर्दैन है, हाम्रो चाहिँ मौसम चाहिँ यस्तै हो जहिले पनि। जुगा पनि सुरु भइसकेको छ नि हाम्रोतिर चाहिँ। दादा चाहिँ यहाँनिर काट्दैछ जान्छ। हजुर सिस्नो, यो चाहिँ खाने खालको सिस्नो हो। यो चाहिँ खानामा तितो तितो हुन्छ। यहाँ लोडिङ सकिसक्यो। लोड गरेको चाहिँ हाल्नु बिर्सेछु मैले त कि। ल अब चाहिँ लागेको हिँड्नु पो तलसँग हिँड्छु त्यहाँ ठोकिन्छ होला। उफ यस्तो गरम भयो कि यस्तो झुसे दिनमा पनि हेभी गरम भयो। एकछिनको लागि मात्रै होइन त यो गरम पनि। एकछिनमा काम्नु थालिहाल्छ हाम्रो त फेरि। यहाँनिर चाहिँ अगाडि चाहिँ अलिकति अप्ठ्यारो छ नि त खोल्सामा चाहिँ। अलिकति भन्दा पनि निकै अप्ठ्यारो नै छ। गाडीको बडी ठोकिने डर हुन्छ यहाँ चाहिँ। फेरि हेभी लोड भयो गाडीमा। जति नै गरम है यो चाहिँ खोल्ने आदत छैन हो फेरि। गरम भयो भारी जस्तो छ। अहिले चाहिँ हामी शेरपटरको फाटक आइपुगिसकेको छौँ। यहाँबाट चाहिँ हाम्रो गाउँ पस्छ। तपाईँलाई थाहै छ है, पहिलाको भिडियोहरूमा पनि देखाएको। जुस खाएको ल तपाईँहरू पनि खानुहोस् भोक लाग्यो भने। हालत चाहिँ हाम्रो चाहिँ दुईजना सन्डे पनि काम गर्दैछ। त्यही त दुईजना कस्तो काम गरिरहेछ यहाँ सन्डेमा पनि। सन्डेमा पनि छोडेको छैन है। यस्तो चाहिँ हाम्रो गाउँको गुटहरू छ नि। हामी चाहिँ घर आइपुगिसक्यौँ। हाम्रो चियापत्ती चाहिँ यस्तो पलाउँदैछ है, भर्खर पलाउनु सुरु भयो। खुसी चाहिँ यही मात्रै हुन्छ हौ, यही मात्रै हुन्छ सबैभन्दा खुसी चाहिँ हाम्रो है। होस् होस् हिलोमा कुदेर पुरा मैला त हात मैलै बनाइदियो। अब काम सुरु भयो। दाँत त छैन कि देखाइरहेको त्यस्तो दाँतहरू नभएको दाँतहरू। फेरि देखाउ त। मङ्की मङ्की छ मेरो। प्याज आलु टमाटर। त्यो प्याज आलु चाहिँ सानो सानो पल्टिँदैन जस्तो छ है। लु दाजु बहिनी भएर लैजाऊ दोकानमा, क्यारेटमा हाल्नु ल। त्यो डन्ठी मुखमा खाँदेर लड्छ है। ललिपप पनि आफै बनाएको अरे फेरि। मेरो छोरा जस्तो बाठे छ त, बहिनीले बनाइदिएको अरे। र आजको भिडियो चाहिँ यति नै। फेरि भेटौँला नेक्स्ट भिडियोमा। बाई।